हजुर नमस्कार नमस्कार नमस्कार। आज चाहिँ तपाईँहरूलाई मेरो भिडियो मार्फत चाहिँ उदयपुर गढी देखाउन गइरहेको छु है। उदयपुर गढी आइपुगेको छु। उदयपुर गढी पनि म फर्स्ट टाइम आइपुगे हो। त्यसो भए हुनाले तपाईँहरूलाई यो उदयपुर गढीको गेट नजिक आइपुगेको छु। तपाईँहरूलाई अझ राम्रो राम्रो कुराहरू देखाउँदै जानेछु। म चाहिँ यो उदयपुर गढीको गेटभित्र प्रवेश गर्दैछु है। उदयपुर गढी गेटभित्र लगभग प्रवेश गरिसकिएको छ र आज चाहिँ यो उदयपुर गढी चाहिँ उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर 5 श्री ज्योति आदर्श विद्यालयको शिक्षक उहाँ एकदमै व्यवस्थापक पनि हुन्छ। त्यो स्कुलको व्यवस्थापक प्लस हेड सर नै हुनुहुन्छ। उहाँ हिम्मत राई भाइ उहाँ हिम्मत राई सरसँग चाहिँ आइएको छ र उदयपुर गढीको भ्रमण गर्दैछु। र यो भिडियो चाहिँ तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यो उदयपुर गढी कस्तो रहेछ, के रहेछ भनेर चाहिँ तपाईँहरूलाई यो मेरो भिडियो मार्फत आज देखाउँदैछु। पक्कै पनि सुरुदेखि अन्तिमसम्म हेरेर तपाईँहरू मनोरञ्जन लिनुहोला। मन परेको खण्डमा हजुरले लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला भन्ने आशा लिएको छु। हामी भित्र प्रवेश गर्दैछौँ। अगाडि बढिरहेको छौँ। अगाडि बढिरहेको छौँ। हामी दुईजना। हामी चाहिँ आज उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर 5 देखि आएको हो। आज बिहानै हामी 6 बजे हिँडेको, यहाँ ठ्याक्कै 11 बजे आइपुग्यो। भनेपछि 6, 5, 11, 5 घन्टा लाग्दो रहेछ बाइकमा। 5 घन्टाको बाटो आएर चाहिँ हामी उदयपुर गढीको भ्रमण गर्दैछौँ। निकै नै यहाँ रमणीय स्थल रहेछ। शान्त वातावरण, प्राकृतिक वातावरण एकदमै। तत्तानपुर घाम लागेको छ जेठ महिनाको। आज जेठ महिनाको 14 गते तत्तानपुर घाम लागेको छ। एकदमै शान्त वातावरण छ। उदयपुर गढी यो ऐतिहासिक क्षेत्र हो, ऐतिहासिक गढी हो यो उदयपुर गढी। हामीले पढिसकेका छौँ। यो उदयपुर गढीको इतिहासहरू पढिसकेका छौँ र आउने भावी भाइ बहिनीहरूले पनि पढ्दै आउनु हुँदैछ। तर पढेको मात्रै थियौँ, यो ठाउँ हेरेको थियौँ, बुझेको थियौँ कस्तो छ के छ भनेर चाहिँ हामीले प्रत्यक्ष रूपमा चाहिँ हेरेको थियौँ। आज हामी हिम्मत राई उहाँ ज्योति विद्यालय श्री ज्योति विद्यालय उदयपुर जिल्ला बेलका नगरपालिका 5 मा रहेको ज्यामिरे बाटो उहाँ टिचर सर आउनु भएको छ। उहाँ र म चाहिँ आज चाहिँ उदयपुर गढी भ्रमण गर्दैछु। अगाडि बढिरहेको छौँ। दिउँसोको 12 बजेको छ। तत्तानपुर घाम छ है। र म चाहिँ ठ्याक्कै यो हाट राखेको ठाउँमा आएको छु है। यहाँ चाहिँ हाट छ है। यहाँ हाटको अब हाट चाहिँ ठुलो छ। यो हाटमा चाहिँ केही नभने 10जना मान्छे अट्ने जत्रो छ होइन। हाट छ होइन। र यतातिर थुप्रै म उदयपुर गढीको मेन गढीतिर जाँदैछु है।
उदयपुर गढीको मेन ढोकातिर जाँदैछु। यतातिर चौतारा देख्न सक्नुहुन्छ। यतातिर हावा खाने बिसाउने पानी पर्दा पनि एकदमै राम्रो चौतारा यहाँनिर तहरा मजाको बनाएको छ है एकदमै। र यहाँ चाहिँ घोडा देख्नुहुन्छ। सेतो घोडामाथि चाहिँ पहिलाको राजा हुनुहुन्छ। उहाँ यो राजाको नाम चाहिँ सेनवंशी राजा शिर उदयचन्द्र सेन रहेछ होइन। उदयचन्द्र सेन राजा चाहिँ घोडामाथि बसिरहेको यहाँ मूर्ति देख्न सक्नुहुन्छ है। अब म अगाडि बढिरहेको छु। अगाडि बढिरहेको छु। अगाडि बढिरहेको छु। यहाँ पाले पहरा देख्न सकिन्छ है। पाले पहरा यतातिर पाले पहराहरू देख्न सकिन्छ एकदमै। यहाँ उदयपुर गढीको गेट ठ्याक्कै गेटभित्र नै म छिर्न लागेको छु। यहाँ दुईवटा छ। म त तलकै गेट हो कि भनेर चाहिँ भनेको थिएँ, तर अर्को गेट हालेर मेन गेट चाहिँ रहेछ। अब म भित्र प्रवेश गर्दैछु। ल ठ्याक्क उदयपुर गढी भित्र म प्रवेश गरेको छु। उदयपुर गढी चाहिँ यस्तो छ। टोप परिसर प्रवेश निषेध। यो यहाँ टोपहरू दुईवटा टोपहरू राखेको छ। यो टोपै राखेको यो साङ्ला लगाएको साङ्लाले बाह्र हालेको भित्र चाहिँ हामी प्रवेश गर्नु पाइँदैन भनेर चाहिँ भनिएको छ। टोप परिसर प्रवेश निषेध भनेर भनिएको छ है। यहाँ एकदमै रमणीय। यहाँ माथि नेपाली झन्डा फरफराइरहेको छ। नेपाली झन्डा यहाँ चाहिँ नेपाली झन्डा फरफराइरहेको देख्न सकिन्छ है। देख्न सकिन्छ। एकदमै रमणीय छ है। एकदमै रमणीय देखिन सकिन्छ। यतातिर पनि गोइरा, चारैतिर गोइरा। यो चाहिँ डाँडामा छ है। डाँडामा छ। तपाईहरूलाई मैले उदयपुर गढीको अवलोकन गराइरहेको छु। अब अलिकति बाँकी छ। यतातिर यहाँ मन्दिरहरू बनाइएको छ। उदयपुर गढी यो चाहिँ ठ्याक्कै उदयपुर गढी। आज हामी 5 घन्टाको बाटो, बाइकमा 5 घन्टाको बाटो आएको छौँ। यतातिर खेल्ने पिङहरू पनि रहेछ है। र एकदमै राम्रो रमाइलो छ यो उदयपुर गढी। एकदमै रमाइलो रहेछ। आज हामी जीवनमा पहिलो पटक आएको ठाउँ हो। यो ठाउँ जीवनमा पहिलो पटक आएको ठाउँ हो होइन। तपाईहरूले यो भिडियो हेरेर तपाईहरू पनि मनोरञ्जन लिनुहुनेछ भन्ने चाहिँ आशा लिएको छु मित्रहरू।